दामी हो त जस्तो देख्यो त्यस्तै छ ल ल ओए दामी छ यार भ्यू यार थेट पुरै याउ याउ आज हाम्रो अब यहाँ सिस्नेरी राइड जाँदैछ उहीँ ड्राई पिकनिक मासु सासु भुजा सुजा होइन पिकनिकको लागि बेस रामेसन लियौँ नुन प्लेट यहाँ छ मसला हो जाने भनेको प्रणीले ढिलो गरेर हामी अहिलेसम्म हिँडे छैनौँ अब एकछिनमा हिँडिसक्छौँ हाम्रो अर्को विराज साथी पनि आउँदैछ अब हामी बजारमा भेट्छौँ है त हामी अब रेडी भइसक्यो नि जानलाई हाम्रो प्रणील दाई हाम्रो विराज दाई अलि ढिलो आउनु भएको छ राइडिङ ज्याकेटसँग अनि अर्जेन्टिना ल पोर्चुगल ल अब निस्क्यौँ होइन त लेट्स गो गाइज जाम यहाँबाट भित्र हो आइज विराज फलो मी यताको ग्लोभ्स नलागेको चाहिँ यो क्यामेरा अन अफ गर्ने बटन प्रणीलले खाइसकेको रहेछ त्यही भएर टमाटर र खुर्सानी विराजको गाडी चाहिँ अलि हेन्डसम छैन है तर प्रणीललाई पैसा निकाल सुनिहाल मसँग त 1000 मात्रै छ भाइ के भयो त दिइहाल्नु आन्टीसँग खुल्ला छैन 200 रुपियाँ काट्नु ल दाइ उयसमा त्यो मान्छेको क्यास रहेन अनलाइन नै रहेन त्यही भएर पेट्रोल नै रहेन बिचरा अहिले हाम्रो विराजको बाइक हकाइरहेको छु म विराजले चाहिँ यहाँ बुवालाई हेल्प गर्दैछ अहिले अगाडिसम्म ल ल बुवा ल अरे हेर त त्यस्तो ओके ओके राम्रो 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 हामी यहाँ फर्पिङ आइसक्यौँ अनि यहाँ स्टेडियममा पनि ट्रेनिङ भइरहेको रहेछ दक्षिण काली मन्दिर हामी आइसक्यौँ प्रणील र मनी आँखा सँगै भ्यू चाहिँ आज बल्ल राम्रो भइरहेको घाम लाएर अहिले चाहिँ गाडीहरू पुरै लाइन चाहिँ यहाँ बाटो बनाउँदै रहेछ भलेन भ्यू चाहिँ ओपी देखिरह हामीले ठ्याक्क जम्मा बस्नै परेन 1 मिनट पनि हामी चाहिँ आज 3 जना मात्र भयो एकजना साथी चाहिँ काम पर्यो यहाँ त डरै लाग्दो रहेछ दामी छ नि मकै त है सबै मकैहरू लाएर छ हाम्रो दाइले यहाँ पानी गाडीमा बोक्दै हुनुहुन्छ दाइको नाम के अरे मेरो नाम सन्तोष खत्री मेरो मामाहरू पनि खत्री नै हो सिस्नेरी बजार हो यो पछाडिको चाहिँ त्यहाँबाट चाहिँ हामी यो तलको बाटो आउनु पर्दो रहेछ अब अफरोडै रोडको बोकाले साथीले चलाउँछ वाटर क्रसिङ गाइज वाटर क्रसिङ Another one! भरे खोला क्रस गरेर आएको छ भ्यू चाहिँ अहिले बब्बाल दामी छ सो साथीहरू यो नाङ्गे देख्यो हामी आइसकेका छौँ सिस्नेरीमा अब पौडी खेल्नु है दामी हो त जस्तो देख्यो त्यस्तै छ ग्रिनेरी पनि ग्रिनेरी छ राम्रो छ पानी सफा छ र अहिले धेरै भिड पनि छैन हामी चाँडै आयौँ हिरा खेल्न जानु छैन भ्यागुता जस्तो हात फटाइरह हिरो गाएछ हिरो ओए केटा दुइटै गइसक्यो हिरो बाँचिरहेको छ ओ हिरो रेस्क्यु भएका छन् गाइजहरू अब मेरो टर्न गाइजहरू म आउँछु केही हुँदैन रेसमले त्यहाँबाट ड्याङ्ग यहाँ फाल्दैछ है ल ल 1 2 3 go ल अब हामी सिधै खाजा खाने बेला भेट्छौँ किनकि चार्ज पनि छैन ओके लेट्स गो गाइस कति राम्री म त कति राम्री तिम्रो छोरी हो सो साथीहरू अब चाहिँ हामी मासु लिँदैछौँ पौडी खेलेर आनन्द अलि पुग्यो हाम्रो पिकनिक स्पोट भेटाइसकेका छौँ र यहाँ रेसम राइडरले पानीमा बनाइरहेको छ
हामीले मासु 1.5 केजी लिएको छौँ। यही हो लटरम्बेश्वर जाने बाटो नि यतैबाट है छ। सिस्नेरी चाहिँ ठ्याक्क उता त्यहाँबाट यता आयो। अहिले चाहिँ मौसम यस्तो छ के अरे पानी पर्छ कि भन्ने कुरो हो। अनि यो ढुङ्गाले ओताउँछ पानी पऱ्यो नि हामीलाई। यो पकाउने कुरो नि उतै लैजाउँला पानी परिहालेमा। बाइक यहीँ छ हाल। होइन ठिक छ। अब मासु चाहिँ पाकिसक्यो। यो मरमसला पाक्ने बित्तिकै खानुपर्छ। भोक लागिसकेको छ। ल हाम्रो पाकिसक्यो यहाँ। आज मैले पकाएको कस्तो छ केटा मासु? मिठो अरू दिन भन्दा नि मिठो। अझै फ्राई गरिदिनुहोस् केही छैन नेक्स्ट टाइम। ल हाम्रो यहाँ प्याकअप भइसक्यो यहाँ खाएर। अब हामी फेरि त्यहाँ पौडी खेल्न गइन्छ कि नै? मान्छे लास्टै छन् रे त्यहाँ। पौडी खेलिन्छ कि नै? नाइ भाइ सिधै गइन्छ हामी अब घरै नै। मान्छे अहिले लास्टै भिड। अब हाम्रो यहाँ स्विमिङ खेलेर सकिसकेको छ। गाइजहरू आउनुको टाइममै आउनु होला। नाइ भाइ यतिको भिड हुन्छ। गाडीहरू यस्तै भिड। त्यसपछि पानी पनि फोहोर। कतिजनाले जे भएर के अरे कुकुरहरू कुकुरसँग नुहाउनु पर्छ। तर रमाइलो भयो। भयो ल हाम्रो यात्रा समग्रमा रमाइलो भएको छ आजको शनिबार। ल यति अब सिधै बाइकमा है त। 12 फिटसम्म पौडी खेलेको भनेपछि त कडै होइन त हामी। ओए दामी छ यार भ्यू यार। थिएट पुरै यस्तो पिच थियो अघि पनि। ठ्याक्क 4:30 बजे आइए हामी घर। प्रणेलको घर आइसक्यौँ हामी। अब हामी यहाँबाट सामान छुट्याउँछौँ। त्यसपछि खाजासाजा खाएर छुट्टिन्छौँ। आजको यात्रा जस राम्रो भयो। हामी तिन टपरीमा मोमो खाँदैछौँ। रिसाउनु पाइरह पैसा तिर्दैन। खुवाउन मैले खाइदिन्छु पैसा त